नमस्ते दासु फ्यापला टसिदिले है र आज म फेरि धेरै दिनको बादमा ब्लग स्टार्ट गर्दैछु हैन। अन्त आज चाहिँ हाम्रो के प्रोग्राम छ भने फ्यामिली गेट टुगेदर भनौँ न है। र यहाँ हैन दुम्सीमा हो है। त्यो भएर चाहिँ आज म जाने हो त्यहाँनिर र अब जतिसक्दो म भिडियो बनाउने छु है, ब्लगहरू बनाउने छ। र मेरो चाहिँ कामै तुरेको छैन। म 6 बजी उठेको है बिहान, तर पनि त्यही हो अब माथि बढालेर मुनि बढालेर है, त्यहाँबाट यता साङहरू गरेँ हैन। त्यहाँबाट फेरि नास्ता बनाइदिएँ बाउ छोरालाई हैन। बनाइसकेर चाहिँ त्यहाँबाट चाहिँ फेरि भाँडासाँडा धोइसकेँ। धोएर चाहिँ अन्त अब म के गर्दैछु भने घर पुस्दैछु है। र जुनै बेलुका फ्राई गरेर राखेको छु हैन। अनि फ्राई गरेर राखेको छु। अब मैले चाहिँ सोचेको त्यो वहाँ गएर फेरि के बनाउने भनेर म चाहिँ यहीँ बनाएर लाने है, ग्रेभी टाइपमा हैन। दालहरू बनिएको हुन्छ, त्यही भएर चाहिँ ग्रेभी टाइपमा चाहिँ म माछा मजाले ग्रेभी बनाएर चाहिँ लाने है। र मलाई चाहिँ टाइम लाग्छ पकाउनु त हो मेन कुरो त हैन। त्यस्तोमा त अब गेट टुगेदरमा भनेपछि त्यही हो। र अब स्टार्ट गर्दैछु। स्टार्ट पनि के भन्नु, अब म चाहिँ घर पुस्नु लागेको छु है। अब यहाँ घर पुस्दै थिएँ मैले है। र यो छोरीसम्म कोठा पनि पुसिसकेको मैले है। र यो पनि पुसिसकेको मैले, यो कोठा पनि पुसिसकेको। यो फ्यान चलाइरहेको छु है सुक्छ भनेर फटाफट है। त्यहाँबाट चाहिँ अब म यो रुमहरू सबै पुसिसकेर चाहिँ हाम्रो अब राखिसकेको छ। र आज चाहिँ म यसलाई मजाले ग्रेभी बनाएर चाहिँ लाने हो है। यो सबै तुरिसकेको छ मेरो अरू कामहरू चाहिँ। आज चाहिँ मेरो सानो सानो प्लान्टहरू छ है, हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ मेरो दिदी बचिरहेको छ नि, आमा छोरी हो। हेलो, म चाहिँ नुहाइसकेँ। नुहाएर रेडी त भएको छैन, नुहाइसकेँ। अब चाहिँ कति बज्यो भनेर 9 मिनट भइसकेको छ है। अब यो राइस कुकर भात पकाउनलाई अरे है। यहाँ मैले मिस्टी बोकेको छु होइन, खाना खाएर खानुलाई। त्यही हो, मेरो दिदी त्यहाँ छुटेर बसिरहेको छ। र म यहाँ माछा चाहिँ एकदम बनाएर लाने ग्रेभी है। अब यसो गरेर ढिलो भइसक्यो। ढिलो भएपछि त यो माछा चाहिँ यहीँ बनाएर लगिहाल्छु भनेर है। अब चाहिँ हामी दुम्सी पुगिसकेको। अब यो पसिसकेको, पारी लाइन पसिसकेको। आमेन पो रहेछ बिचारै। दुम्सी पाडा, वेलकम दुम्सी पाडा। यो हाम्रो महिला कहाँ हो, यहाँभित्र राख्नुपर्छ उहाँ। यस्तो छ अवस्था यहाँ आँगी घर। ए नै त्यसको हामीलाई हातै दुख्यो। निस्क्यो, रिकर्डिङ पनि भइसक्यो। आयो यहाँनिर के थियो कुन यति चिप्ले, म त गुमा चिप्ले जस्तै लाग्यो। भगवान् चिप्लेर त हाम्रो यहाँको बाटो जति पानी पऱ्यो त्यति बाटो खतम भएर जान्छ है। त्यस्तो अवस्था छ है।
जति नै भोट लगाएर जिताए पनि यही रहेछ अवस्था चाहिँ सबैतिर यहाँ मात्रै होइन सबैतिर हेर्ने बाटो यस्तो चाहिँ यहाँ हेर्नुहोस् यहाँ कस्तो राम्रो पुल थियो अगाडि ल हेर्नु यहाँ हेर्नु खोतालेर यस्तो बाटो यो त माथि माथि दार्जिलिङ हिल स्टेसन हिल एरियातिर क्या बसेको जस्तो भइसकेछ यहाँ पनि खोतालेर लगेछ कि पुरै यहाँ थिएन है यहाँ मात्रै थियो अब यो डाँडा लाइन भन्ने एरिया चाहिँ आइल्यान्ड हुनु आँटेको छ यतापट्टि पनि नालाले त्यसरी खोतालेको छ र यसको पछाडिपट्टि ब्याक साइडमा पनि त्यस्तै भएको छ हो यो कुलदीप योजनको घर हो नमो बुद्ध स्टोरको अनरको यो चाहिँ हो र हामी चाहिँ जाँदै भइसक्यो हाम्रो इन्ट्री भइसक्यो हाम्रो यहाँ लुची हो यो लुची हो आज चाहिँ यहाँ खानापिना फ्यामिली गेट टुगेदर यहाँ हुनुहुन्छ आमा म पनि बेसी खाँदिन त तिमीले नुन बेसी खान्छ हाल तिमीले भनेर हाल गर्नु न म नि नुन बेसी हाई गर्नु न यहाँ कान्छी आङ्गी माइली आङ्गी किरण नाना यहाँ हुनुहुन्छ नाना सब जग्गा पुग्छ राम्रो बोल्नु यहाँनिर हुनुहुन्छ आसेङ जापान यहाँ हुनुहुन्छ आपा नेपाल सब जग्गा पुग्छ यहाँ नानी यसले बनाउँछ भिडियो यसले यहाँ भान्जी क्याप्टेन सेक्रेटरी नि आज चाहिँ यहाँ फ्यामिली गेट टुगेदर त्यो भएर चाहिँ सबै चेलीबेटीहरूलाई खाना खानु बोलाएको है के खानुहुन्छ अरे नुनै हाल्दैन ठुलो जोजो र सानो जोजो हौ भान्जीहरू भान्जी देख्यो देख्यो तारिफ हुँदैछ तपाईँको तारिफ हुँदैछ नि तारिफ तिमी त आँसु पर्दैन तिमीलाई ऊ भएछ हल्ला हल्ला सुन्नुपर्छ अब बिस्तारी बिस्तारी यहाँ हुन्छ जो अँधेर न अँधेर कम्ती भने त्यति यसको काम केही छैन कराउनु बाइक यहाँ चाहिँ मैले पनिर बनाउनु लागेको उहाँ नानाको लागि यहाँ हाँसको मासु यो दाल यो बिफ यो चिकन खान लगाइदियो त बेसी भनेन यो माछा अलिकति भने 2-3 पिस मात्रै भने यो चिप्स यहाँ छ राहुल भाग्यमानी र लास्टमा यहाँ बनिँदैछ पनिर अन्त यहाँ छ फेरि लोकल कुखुरा नानाले भात पस्किनु हुँदैछ है उहाँ बाहिर एकदम उहाँ बाहिर चाहिँ
यसमा उसले त नुन यहीँ यत्रो प्लेटमा नुन लिएन के भयो भित्र जाने नौ 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 यहाँ अहिले आङ्गीहरूले खाना खानु हुँदैछ है खाइसक्नु भयो नाना त भातै नखानु हुने रे जो भात खानु हुँदैन रे यहाँ हेर्नुहोस् है खाएको खाएको जो नेपाल पठाउनु भयो नि तपाईँले नेपाल पठाउनु भएन त्यो भएर जोजोलाई भनिदिएको मैले जोजोले हेर्नुहुन्छ नि त भातै नखानु अरे यहाँ खाएको छ अरे रातो पिरो भइसक्यो मान्छे हो लास्ट भात खाने पार्टीहरू जोजोहरू उहाँले खाना खानु हुँदैन यस्तो छ फुल बोकेको छु मैले फुलहरू र बिहान आउँदा चाहिँ छोरासँग आएको अब जाँदा चाहिँ श्रीमानसँग जाँदैछु साथी हो म चाहिँ दुम्सीबाट 5 बजी आइपुगेँ है किनभने यहाँबाट नै अब मेरो हस्बेन्ड होइन ऊ चाहिँ अब ढिलो गयो नि त यहाँबाट नै 3:30 बजीतिर जानुभएको है त्यो भएर चाहिँ अब समयमा म फर्किनु पाएन है र 3 बजी किन घरमा गएको पनि छैन होइन अब आपामाहरू सबै दुम्सीमै हुनुहुन्छ उहाँहरू हिजो कि अस्तिको दिनै जानुभएको होइन त्यही भएर बाहिर लुगाफाटाहरू थियो इभन मेरो मलहरू केहरू थियो नि त उठाउनु पर्ने है र ढिलो भयो त्यो भएर चाहिँ आएर छेउसम्मको पानीहरू त्यसैलाई है त्यसको बादमा चाहिँ अन्त एकछिन बसेँ म होइन मैले लाइटहरू अन गरेँ सबै माथि मुनि गएर र मैले यहाँ भात पनि बसिसकेको छु सकेको भात अवस्था है डेजी चाहिँ यहाँ छ किनकि पटेकाहरू केटाकेटीहरू पड्काएकोलाई डरले चाहिँ भित्र आएर बसिरहेको छ होइन औरत मान्छेहरूलाई चाहिँ काम कहिले टुट्दैन क्या अब आज हाम्रो फ्यामिली गेट टुगेदरले गर्दाखेरि चाहिँ अब मैले बिहानै आधा लुगा धुएको थिएँ है र आधा चाहिँ मैले भिजाएर राखेको थियो त्यो पनि अब सफा गर्दा के गर्दा घर पुस्दा गर्दा ढिलो अलरेडी भइसकेको थियो र माछा थियो होइन 3 केजी माछालाई ग्रेभी बनाउँदा फ्राई त मैले अझै बेलुकै गरेको थिएँ भनौँ अब मेरो अब श्रीमानले होइन उसले नै हस्बेन्डले नै फ्राई गरिदिनु भएको थियो बेलुका मैले चाहिँ खाना रातिको डिनर बनाएँ र त्यसको बादमा चाहिँ अन्त घर सबै कुरा नुहाइ धुवाइ गरिकन चाहिँ मैले माछा ग्रेभीहरू बनाएर लिएर गएको नि त है र आउँदाखेरि अन्त आधा लुगा चाहिँ मैले भिजाएर राखेको थियो अहिले धुँदैछ म जस्ट यहाँ 1-2 वटा धुँदै थियो भित्र चाहिँ अब भात बसाएको थियो है त्यो सिटी लाग्यो भनेर चाहिँ म भित्र गएर ग्यास बन्द गरिकन आएको अब चाहिँ म यो लुगा धुँदैछु धोएर सुकाउने छु र हस् त तपाईँहरूले मेरो ब्लग हेरेर कस्तो लाग्छ के लाग्छ है कमेन्ट गर्नुहोस् होला होइन त्यही हो आशा गर्दछु तपाईँहरूले सब्सक्राइब गरिदिनुहुन्छ भने मेन चाहिँ त्यही नै छ हस् त भेटौँला नेक्स्ट भिडियोमा है बाई